आज हाम्रो यो सन्त जोन चर्च कजाइपल्लीको हाम्रो धेरै वर्ष अघिदेखिको खाँचो थियो, हाम्रो सपना थियो अनि प्रार्थना थियो परमेश्वरप्रति। एउटा पुरोहित निवास भए यहाँनिर अति राम्रो हुन्छ। पुरोहितवास भवनको अति नै खाँचो परेको थियो। त्यसले गर्दा हामीले अघिबाट नै धेरै वर्ष अघिदेखिको यो सोचाइ थियो अनि परमेश्वरमा प्रार्थना थियो, परमेश्वरमा माग थियो र यो पुरोहितवास भवन नहुनाले गर्दा आजभन्दा पहिला आउनुहुने पुरोहितहरू, धेरै ब्रदरहरू जो पुरोहित भइसकेका छन्, उहाँहरू दुःख कष्ट गरेर धुलो माटो भएको ठाउँमा बस्नु पनि पर्यो। धेरैजना पुरोहितहरूले दुःख सहेर अब मैला धुलो घारीमा बस्नु पर्यो, इक्राको माटोको घर सानो। र त्यसले गर्दा हाम्रो पुरोहितहरूको त्यस्तो अवस्था देख्दा हामीलाई मन मान्थेन। कहिले चाहिँ हामीले यो पुरोहित एउटा हाम्रो फादर बस्ने घर बनाउनु भन्ने यो बिचमा हाम्रो भएको कुरा भइरहन्थ्यो, मिटिङ कुरा भइरहन्थ्यो। भन्दा हुँदा हाम्रो वर्तमान पल्ली पिता फादर जेरट उहाँले पनि हामीलाई हौसला दिनु, लु हाल्नुपर्छ, खाँचो यो साँच्चै नै मैले पनि देखेँ, गर्नुपर्छ यो कुरा, एकदमै गर्नुपर्छ, सबजना लागि परौँ, लु गर्नुहुन्छ भने। तर हाम्रोमा बजेट भने अलिक सीमित नै, कमी थियो, पैसाको अलिक खर्चा कमी थियो। यति पैसाले चाहिँ कसरी होला भनेर हामीले एकपल्ट फेरि मनमा अलिकति उयो पनि भयो क्या, हरिसपन। एक प्रकार यति पैसाले बिचमा कामहरू उठिन्छ, हामीले के गर्नु त्यति बेला भन्दा हामीलाई पल्ली पुरोहितले भन्नुभयो जे हुन्छ हुन्छ, प्रार्थनामा राख्नुपर्छ, काम चाहिँ थाल्नुपर्छ। हामीले काम थालिसकेपछि भइहाल्छ, पुग्छ, हेर्नु नि, प्रार्थना गरौँ, काम थालौँ, काम हुन्छ। हामीले जे गरेर जसो गरेर हुन्छ यो चाहिँ गर्नु सक्छौँ, तर पहिला काम चाहिँ थाल्नु पऱ्यो नि त। हामीले कामै थाल्यौँ न भने कसरी कुरा हुन्छ भन्नुभयो। र त्यसका आधारमा हामी सब मण्डली जोसेर यो काम सुरु गर्नु र सुरु गरेपछि नभन्दै साँच्चै नै हाम्रो प्रार्थना परमेश्वरले सुनिदिनु भयो। परमेश्वरले त्यसरी आज परमेश्वरका आशिष अनुग्रह हामीले महसुस गरिरहेको छौँ अनि हामीले एउटा हाम्रो निम्ति एउटा पुरोहित निवास पाउन सक्यौँ, आज बनाउन पायौँ। र यसमा हामी सम्झन्छ हाम्रो कजाइ अर्धपल्ली छौँ र म एकदमै खुसी, हामी सबै मण्डली खुसी छौँ र यसका लागि म परमेश्वरलाई एकदमै धन्यवाद चढाउँछु। तपाईँलाई कस्तो लाग्यो आजको? राम्रो चाहिँ के लाग्यो भन्नुहोस् त? बिशप स्वामीको मिसा राम्रो लाग्यो। The good times roll. Down, we'll never come down. When the sun comes up, we'll be feeling everything. को बारेमा के भन्नुहुन्छ तपाईँ? आजको कार्यक्रममा सबै सफल भयो, राम्रो भयो। बिहान त के थियो भन्दाखेरि चाहिँ उयो पनि वेदर पनि बिग्रिरहेको थियो। प्रभुको इच्छाले गर्दाखेरि, प्रभुको आशीषले गर्दाखेरि फेरि वेदर एकदम राम्रो भयो। अन्त आजको सबै कार्यक्रमहरू सफल भयो। त्यो चाहिँ मैले चाहिँ के सोच्छु भने हामीले जति पनि यहाँनिर फर्कियौँ है,
र प्रभुकै आशिषद्वारा यो सक्सेस गऱ्यौँ। यसमा पल्ली पल्लीका हाम्रो फादर सबै जिम्मेवारी गरेको आइदिनु भयो। यसमा बहुत खुसी। हाम्रो सालगढी यहाँनिर चर्चमा चाहिँ अब जति पनि इच्छा थियो हाम्रो, हामी अब सानो मान्छे हो तर सबै फादर आउँदा चाहिँ एकदमै खुसी लाग्यो। सिस्टर आइदिनु भयो जोखानबाट पनि सबै हाम्रो सक्सेस एकदमै राम्रो भयो। यो चाहिँ एकदम भन्नु छ, एकदमै आनन्द खुसी लागिरहेको छ। आज हामीले वेट निवास बनाउन सक्यौँ होइन। अब हाम्रो प्रार्थना चाहिँ पुग्दैन रहेछ भनेर नि पासा प्रार्थना चाहिँ हामीले राखेको थियौँ। आज त्यसको उत्तर, प्रार्थनाको उत्तर पायौँ जस्तो लाग्दैछ। तपाईँको एक दुई शब्द आजको सबैजना इन्जोय गऱ्यौँ, खुसाइली लाग्यो। आजको कार्यक्रमको बारेमा आजको कार्यक्रमको सर्वप्रथम परमेश्वरलाई धन्यवाद, यति मिठो दिन दिनुभयो। अनि आजको जति पनि प्रोग्रामहरू एकदम सफलता भएर गयो, त्यसको दिनको परमेश्वरलाई धन्यवाद, परमेश्वरलाई धन्यवाद। अनि आजको दिन राम्रोसँगले बिताउनु पायो र मनाउनु पायो। आजको विषयमा यति राम्रो सुन्नु पायो। हाम्रो सबैहरू आउनुभयो, विशेषगरी अनि हाम्रो फादरहरू सबै भेला भएर एउटा सानो एउटा सबैको सहायताले मद्दतले अनि आफ्नै यहाँ चाहिँ साराले सानो एउटा बनाएकोमा परमेश्वरी हामीले गरिदिनु भएकोमा सबैलाई धेरै धन्यवाद। आजको लागि धेरै धन्यवाद चढाउँदछु। यसरी परमेश्वरकै आशीर्वादद्वारा सबै भएको गर्दाखेरि चाहिँ धन्यवाद चढाउँछु परमेश्वरलाई। खुसी लाग्यो बिसप आउनुभयो। धेरै वर्ष, कमसेकम 2 वर्ष बादमा बिसप आएर हाम्रो चर्चमा आइदिनु हामीलाई खुसी लाग्यो। हामी खुसी छौँ सेन्ट जन चर्च सालगढी बिसप आइदिनु भएकोमा धन्यवाद। र अब सेन्ट जन चर्च सालगढीमा फादरहरू बस्ने एउटा पुरोहित निवास आज ओपनिङ भएको छ सबैको सहायताले गर्दा। र तपाईँ सबैजनाले सहायता जतिजनाले गर्नुभयो त्यसको लागि हामी तपाईँलाई पनि धन्यवाद दिन्छौँ। आजको प्रोग्राम एकदम राम्रो लाग्यो नि फादर। बिसप स्वामीको उयो एकदम खुसी लाग्दो, अगाडिदेखि मलाई एकदम खुसी लागिरहेको छ कि यो हाम्रो कामको सुरुदेखि नै एकदम फादरको जोस अगुवाईदेखि सबै कुरो हुनु सकेकोमा मलाई एकदम खुसी लागेको छ। आज आनन्द लागेको छ। आज विश्वास बढोस्, मण्डली राम्रो होस् भन्ने मलाई म एकदम प्रार्थनामा सधैँ राखिरहनेछु फादर। म हजुर एकदमै राम्रो भएको छ आज हाम्रो है प्रोग्राम, जो चाहिँ हाम्रो पहिल्यैदेखिको प्लान थियो। प्रभुको प्लान चाहिँ फर्स्ट अफ अल भनौँ, प्रभुको प्लान आज हाम्रो मण्डलीमा आज सबैजना हामी खुसी छौँ यो सक्सेस भएकोमा। आज सबै यो आशिषित भएको छ, त्यस विषयमा तपाईँको एक दुई शब्द। यो चाहिँ पहिले चाहिँ यो परमेश्वरको कृपा हो, उहाँको आशिष हो। अनि यो किचन बनाउनु अथवा प्रिस्ट बस्ने ठाउँ अथवा प्रेस्बिटेरी भनौँ, यो चाहिँ हामी सल्लाह भएर अक्टोबरमा थालेको। अनि सानो रकमबाट थालेको। यो हाम्रो यो सालगढीको विश्वासी गएको धेरै हात छ। उहाँले फिजिकली पनि फाइनेन्सियली पनि उहाँले धेरै हेल्प गर्नुभयो। अनि यो 7 महिना बादमा चाहिँ हामीले यो बिल्डिङ खडा गर्न सक्यौँ। परमेश्वरलाई पनि धन्यवाद चढाउँछु, विशेष गरी यहाँका विश्वासीजनलाई। अनि उहाँको यो फिजिकली कहिले पनि उनीहरू हुन्छ अथवा गर्नुपर्छ भन्ने कुरो उहाँको पोजिटिभ रेस्पोन्स थियो। त्यो पोजिटिभ रेस्पोन्समा हामीले आज यो काम गर्न सक्यौँ। परमेश्वरलाई धन्यवाद चढाउँछ। अनि विश्वासी अनि डायसिसले पनि परमिसन दिनुभयो अनि सबै फादरले पनि उत्साह दिनुभयो। त्यसकै आधारमा सबैलाई धन्यवाद अनि विशेष गरी परमेश्वरलाई धन्यवाद।